कुनै हरामखोरले मसँग फोटो खिचेका भरमा रवि दाई मेरो साथी हो भनेर पैसा खायो भने छाला त्यसको काट्ने हो, अरूको होइन, मेरो होइन, आरोप मैले खेप्ने होइन। त्यसकारणले उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू कसैलाई छोडिने छैन र निर्मम भन्दा निर्मम सजाय हुनेछ। किनकि राष्ट्रिय स्वतन्त्र पार्टी अरू पार्टी जस्तो होइन जसले भ्रष्टाचारीहरूलाई पूजा गरेर राख्छ, भ्रष्टाचारीहरूलाई बचाएर राख्छ, भ्रष्टाचारीहरूको विरुद्धमा केही पनि बोल्दैन। लाखौं पीर परे तापनि ती पीरहरूलाई कुल्चिएर मुटुलाई दह्रो पारेर यो मुलुकलाई परिवर्तनको दिशामा लिएर जान्छु भनेर कसम खाएको छु। त्यसैले मलाई केही छैन, मैले आफ्नो इमानलाई कहीँ कतै बेचेको छैन। कसैले मेरो नाम लिएर सौदाबाजी गरेछ भने प्रमाण देखाइदियोस्। कसैले कालो मोसो बनाउनु पर्दैन, म आफ्नो मुखमा कालो मोसो पोत्नेछु अथवा नेपाली जनताको अगाडि आफ्नो अनुहार देखाउने छैन। मलाई मेरो विवेकले अगाडि बढाएको छ। यो यात्रा मजाकमा गरिएको यात्रा होइन आमा बुवा दाजुभाइ दिदीबहिनीहरू। यो यात्रा यो देशलाई मजाक बनाएको हुनाले त्यसका विरुद्धमा मात्र अगाडि बढाइएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी एउटा सफा सेतो कपडा लिएर, सफा कपडा लिएर अगाडि बसेको हो। अन्य राजनीतिक दलमा अघि हाम्रा महामन्त्रीज्यूले भने जस्तै कैयौं दाग धब्बा लागिसके, फरक पर्दैन, किनभने कालो रङमा जे पोते पनि केही फरक पर्दैन, जे पोते पनि हुन्छ, आइरहन्छ। आयो गयो, आयो गयो, भ्रष्टाचारको काण्ड आयो गयो, निच्चा हाँसेर हिँडेर है ल है भन्दै भोट माग्दै हिँड्यो, अनि कत्रा कत्रा काण्डहरू सार्वजनिक हुन्छन्, निच्चा हाँस्दै हिँड्यो।